ठिक छ। हेलो सुन न, कति डिस्टर्ब गरे क्या हजुरले। झन् भित्रैबाट फिल गरेर नि आज तिम्रो लागि मैले 2-4वटा लाइनहरू कम्पोज गरेको छु क्या, सुन्ने हो त? अब सुनाइसु न त, सुनिदिन्छु नि त। सुनिदिने? ओहो ल सुन पाउ न, एकदम मगो छ, सुन भन्दा नि अहिले त मलाई त चाँदी भए पनि एकदम खुसी हुन्छु कि। ल म भन्छु र। ओके। चौतारीका बर पिपललाई साक्षी राखेर भन्छु, म तिमीलाई असाध्यै माया गर्छु। चौतारीका बर पिपललाई साक्षी राखेर भन्छु, म तिमीलाई असाध्यै माया गर्छु। जुन घाम तारालाई भाकेर भन्छु, म तिमीलाई असाध्यै माया गर्छु। रिस गर्नेहरू गर्दै गरून्, रिस गर्नेहरू गर्दै गरून्, ईर्ष्याले जल्नेहरू जल्दै गरून्, रिस गर्नेहरू गर्दै गरून्, ईर्ष्याले जल्नेहरू जल्दै गरून्। माटोको कसम खाएर भन्छु, म तिमीलाई बिछट्टै माया गर्छु। माटोको कसम खाएर भन्छु, म तिमीलाई बिछट्टै माया गर्छु। घाम तारालाई साक्षी राखेर माया गर्ने, अझ रुखलाई पनि अरे, अझ हुँदा हुँदै माटोलाई पनि अरे। भरे खाना खाना आइसला न मैले जानेको छ। अनि के चाहिँ के भयो र? के छ त्यसो त्यसमा? यत्रो सबै साक्षी राखिसकेपछि एउटा घन्टीलाई चाहिँ साक्षी राखेर म माया गर्छु भन्न सकिन्छ नि त? हे भगवान, सकिँदैन यार अब यस्तो भएपछि। अब जेमा पनि राजनीति है। अनि म हुन त तिम्रो लागि मैले कम्पोज गरे सकिएको थियो, पढ्दै थिएँ नि होइन, बिचैमा आवेशमा आएर चाहिँ यस्तो गरेर हुन्छ भने। घन्टी भनेको त भगवानलाई बिहान बेलुका माने बाबा, माने नमस्कार गर्ने ल भगवान मैले माने, तिमी नै भगवान। ल बाँकी अरू लाइन पनि सुन नि त, कुल हुनुपर्छ क्या, जहिले आवेशमा आएर काम बिगारेर हुन्छ भने नि। सुनौँ ल, अब चित्त बुझ्छ कि बुझ्दैन। मेरो बुझ्यो सातो गइसक्यो, मुटु ढटक ढटक गरेर जान्छ, त्यति ढ्याङ्ग्रो भइसक्यो। सुनाउँछु त्यही पनि सुना। हटेरिका मरिन्छ क्या यार। सुन है। हे भगवान, नेपाल र नेपालीको रक्षा गर, तिम्रै छ भरोसा। हे भगवान, नेपाल र नेपालीको रक्षा गर, तिम्रै छ भरोसा। जोड जोडले घन्टी बजाएर भन्छु, म तिमीलाई धेरै धेरै माया गर्छु। जोड जोडले घन्टी बजाएर भन्छु, म तिमीलाई धेरै धेरै माया गर्छु। अब चित्त बुझ्यो? चित्त बुझ्यो। अब यो जे कुरामा पनि नि यस्तो कचाकचु गरेर हुँदैन। अनि अर्को कुरा बुझ्नै पर्ने कुरा चाहिँ साहित्यमा राजनीति, मायामा राजनीति, घर चलाउने कुरामा राजनीति एभ्री भए पोलिटिक्सलाई मिक्स गर्नुहुन्न कि। तिमी पड्क्या त्यही इरानमा त्यो अमेरिकाले हानेको थियो नि अस्ति मिसाइल, रुडुममा पड्का जस्तो बिचैमा पड्किन्छ। यस्तो भयो भने त कुरा बिग्रियो नि त। अब यो सुनेपछि त खुस भयो नि।